Jatuh ke rumah. Susulat mo kaya dito. Ama mau थोड़ी भाई की Okay. Oh, ama? हजुर मकै चाहिँ चिसो भएर हो कि के भएर हो त्यति धेरै फुल चाहिँ उठेन अब यति नै हो यस्तै मकै खाने अब हामी मकै सँगसँगै भटमास भुट्दैछौँ भटमासको भिडियो पनि आउनेछ आमाले ठ्याक्कै व्यञ्जन आइपुगेन त भन्छ कि ठ्याक्कै आइपुग्यो हजुर ल्याइस न हस् 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 थ्याङ्क यू बुढा मकै सकेपछि चाहिँ हामी भटमास पनि भुट्दैछौँ पहिला पहिला हजुर कति भुट्नुपर्छ यो मकै कि दिजूहरूले भुटिसिन्थ्यो मकै एकचोटि भुटेर राख्नु पहिला पनि कि भुट्दै खाने आमा त्यही त बिहान भुट्ने अनि दिउँसो खाने ए खाजा खाने बेलामा मकै भुट्ने हो आमा पटपट फुटेकै छैन अलिअलि फुट्न लाग्यो डढेर छैन ए पहिला पहिला चाहिँ खाजा खाने टाइममा भुट्ने हो आमा एक बान भुटिछ त्यसपछि म एक बान हाल्छु सानो 2 बान भिडियो होइन क्या म नि हाल्छु क्या म नि भुट्छु कि होइन धेरै होइन आमा हजुर थोरै भुटिछ अब अनि म भुट्छु कि ल छोडिदिन्छु अनि म भुट्छु होइन आमा म भुट्छु आगो निकालौँ है
अनि आमा ठ्याक्क 2 बजेपछि मकै भुट्ने अनि भट्टास भुट्ने अनि खाने हो खाजा बनाउने खाजा बुढाहरू पढेर आउने टाइममा ए खाजा बुढा मकै कहिले भुट्छु मकै भुट्छु जाडो महिनामा त्यो खालि खट्टे आफैले बनाउने हो क्या धान किनेर ए त्यो भुजा अहिले हामीले भुजा भन्छौँ भुजा भन्छौँ पहिला खट्टे भन्थ्यो कुरोपुरमा त असारमा त पहिला त खाइ झुक्नुमा हो नि पहिला त पछि भएपछि मेलको ऊ आएछ चौवारा लागिरहेको थियो चौवारा त्यो उतैले बजारमा थियो मोटेको मेलमा अनि त्यहाँ धेरै दूर भयो भने उता मङ्गल नारायणको 12 बिसेको आमा आगो बढी भयो जस्तो लाग्यो कस्तो म तर म बेगर आउँदासम्म पनि हामीले चुरा कुट्न जान्थ्यौँ मामा पाण्डवको आमा सबैले अनि धान सुकाएर राख्ने हजुर अनि फेरि अब आफूलाई चाहिने बेलामा 3-4 पाखे भुटिन पुग्यो अनि त्यो भुजासँग के खाइछि नि अनि भुट्ने बेलामा एकैछिन नाङ्लामा तताउने हजुर अनि भुट्ने यत्रा हुन्थ्यो अहिले पैसाले बनाएर भुजा ए पहिला हामी छाप्पै भन्थ्यौँ त्यसलाई ए ओके अहिले भुजा भन्छ नि सबैले घरै पुग्दिन सबैले आफूले भुजा हो बुझेँ पसला किन्ने चलाउने छैन त्यही त भयो आमा म गर्छु अब हाम्रो आमाले मकै र भट्टास भुटेर भ्याइस्यो अब मेरो टर्न हामी पालो भुट्ने हो आमालाई फेरि गाह्रो हुन्छ सो त्यसैले आमालाई पनि रड लाग्यो अरे कि मकै भुट्न त्यही भएर भुटाएँ आमाहरूलाई रड लाएर भुट्छ है धेरै भयो नि त मकै भुट्न भुटेको त्यही भएर आमालाई मैले भुट्न लगाएको थिएँ अनि आमालाई रड लाएर म नि भुट्छु अलिकति भन्छ अनि आमालाई भुट्न दिएँ ल अब एउटा फोटो म घरस मकै भुट्न खानु पर्यो अलिकति बनाउनु पनि खानु पर्यो ल नेपाली खाना आज मकै भुट्या छु भटमास भुट्या छु आज जाडो दिन भएको हुनाले पानी परे हुनाले नातिनलाई छोराहरूलाई बुहारीहरूलाई सबैलाई मनपर्छ मैले मकै भट्टास भुटेको भिडियो बनाइदिए सबै हेर्ने दाजुभाइ दिदीबहिनीहरूलाई धन्यवाद धन्यवाद छ म आमाले मकै भट्टास भुटिसकेको थियो त्यसैले मकै भट्टासको भ्लग बनाएँ एभ्रिवान हजुर सम्पूर्णलाई धेरै धेरै धन्यवाद थ्याङ्क यू फर वाचिङ एन्ड सब्सक्राइब माई युट्युब च्यानल सबैले सब्सक्राइब गरिदिनु होला कोही नयाँ होइसिन्छ भने होइन त आमा हो ल बाई गर्दैछु अर्को भ्लगमा भेटौँला भन्छ अर्को भ्लगमा फेरि भेटौँला यस ल इन भयो ल बिबिना खाऊ मकै कस्तो आएछ हेरौँ